नारायणगढ बुटोलको बाटो यस्तो दामी बाटो आहा अहिले त धेरै बनिसकेछ यस्तो दामी भ्यू देखिन्छ यस्तो मन खाने भ्यू देखिन्छ आहा हेर्नुहोस् हेर्नुहोस् है आदरणीय दर्शक हेर्नुहोस् भने जस्तो रमना दाइले भने जस्तो आदरणीय दर्शक हेर्नुहोस् है हेर्नुहोस् भने जस्तो भयो सबै देख्छ सबै नवलपुरको बाटो पनि क्लियर छ यहाँ झन् कालो पिच छ पुरा कस्तो दामी देखिन्छ पारीसम्मको त्यो डाँडो पारीसम्मको यो चाहिँ बबाल देखिन्छ हेर्नु है बबाल बाटो बबाल बबाल बाटो बबाल बबाल दामी छ दामी दामी दामी। हेलो नमस्ते, यति बेला हामी यो चितवनको देव होटलमा छौँ। यो चाहिँ चितवनको पुलचोक क्रस गरिसकेपछि अलिकति अगाडि 1 किलोमिटर अगाडि आउँछ। अब हाम्रो यात्रा यहाँबाट सुरु हुँदैछ। म तपाईँलाई यो नारायणगढ बुटोलको बाटो कति राम्रो छ, यात्रा गर्न कति सहज अथवा असहज कति छ, के छ कसो छ, कति बिग्रेको छ, कति राम्रो छ, कति पिच भएको छ, सबै देखाउनेछु। सुरु हो यात्रा। दामी देखिन्छ। पहिला चाहिँ थिएन यो बाटो, सबै भत्किएको थियो, बिग्रेको थियो। यहाँ फेरि कति बेला कहाँबाट बाइक आउँछ थाहा हुँदैन। बाटो चाहिँ बनाइसकेछ पिच छ, उताबाट आउने बाटो पनि पिच छ, बिचमा अलिक चाहिँ बनाउँदैछ। हेरौँ है त कहाँसम्म छ। यो चाहिँ धेरै वर्ष भयो बाटो बनाउनु थालेको, झन्डै 10 वर्ष जति भइसक्यो, तर अझैसम्म पनि कम्प्लिट चाहिँ भएको छैन। तर बनेपछि चाहिँ कपाल नै हुने खालको छ, चौडा छ। अर्को कुरा सहज तरिकाले आवागमन भयो भने चाहिँ एकदमै राम्रो हुनेवाला बाटो छ। अब भोलिपछि अब यहाँ ट्राफिक साइनहरू राख्यो भनेपछि झन् अझ राम्रो देखिन्छ। तर ठाउँमा यो बाटो क्रस गर्नलाई चाहिँ आकाशे पुलहरू बनायो भने अझै राम्रो हुन्छ। खराब त खराब होला यो बिचतिर। यो बाटो हिलो धुलो खराब हुन्छ यही बाटो हिँड्नलाई। अहिले अब बनाइसकेपछि सबभन्दा मिठो सबभन्दा राम्रो चाहिँ यो बाटो छ क्या। अब यो यस्तै बाटोमै अब यहाँ खत्रङ आयो, यस्तैले हो बाटो बिग्रिने। यस्तै ठाउँमा चाहिँ यस्तै खत्रङ छ भन्ने कुरो आछ। तर पनि अब यस्तो सानो खत्रङले त केही फरक पर्दैन। अघि यहाँ उता पनि बनाउँदै रहेछ, यता चाहिँ पुरै बनाइसकेको छ, यता पनि बनाउँदैछ यो लेनको। अब यो बर्खामा चाहिँ यो लेनमा एकपटकमा आएको थिएँ, यस्तो घाँसे यस्तो भएको थियो कि अब पुरा हिलो। यहाँ चाहिँ अलिक साँगरो रहेछ, हिलो ठुलो। अहिले चाहिँ अब बनाउँदै रहेछ अझै बाटो, तर पनि एक लेन भनौँ न, जो आउने जाने चाहिँ सहजै है बाटो चाहिँ। अब यहाँ आयो खत्रङ आएको थियो। अब खत्रङ भएन त यहाँ पिचै गरेको छैन। अब यहाँ धुलो हुन्थ्यो, धुलो भयो क्या। अब यहाँबाट यदि अब यहाँ पुरै यो ग्राभल जस्तो गिट्टी हाल्या रहेछ, गिट्टी सायद यो पिच गर्ने अन्तिम तयारी होला। फेरि हामी अगाडिकै यो रोडमै निस्किन्छौँ। एकजना ठेकेदारले ठेक्का पार्यो भने अब त सेटिङबाट ठेक्का पार्ने हो।
सेटिङबाट ठेक्का परिसकेपछि अब जो ठेकेदारले नेता अथवा मन्त्री जसलाई चाहिँ ठेक्का दिन्छ त्यसले त 100% जसले ठेक्का दियो भन्ने नेता वा मन्त्री अथवा सांसद अथवा बिचौलिया जसलाई भए पनि पैसा त दिनु पर्यो ठेक्का पार्ने पापा 10 खर्बको यो बजेट हो 10 खर्बमा लगभग 2 खर्ब जति राजनीतिक दलका कार्यकर्ताले अथवा नेता मन्त्री सांसद जसले चाहिँ यो ठेक्का पार्यो नलिसकेपछि अब उसको बजेट त घट्यो त्यसपछि काम कमसल हुने भयो सिमेन्ट पनि कम हाल्ने भयो गिटी बालुवा पनि कमसल खालको ल्याउने भयो त्यसपछि काम राम्रो नबन्ने काम टक्क हेर्दाखेरि राम्रो बनेको जस्तो देखिए पनि राम्रो नबन्ने भन्नुहोस् यो चाहिँ हो हेर्नु त बारीसँग यस्तो दामी देखिन्छ सर्र पारेर बाटो क्लियर छ है बाटो क्लियर छ बाटो बब्बाल अहिले त धेरै बनिसकेछ यस्तो दामी भ्यू देखिन्छ यस्तो मन खाने भ्यू देखिन्छ हेर्नुहोस् हेर्नुहोस् है आदरणीय दर्शक हेर्नुहोस् भने जस्तो रमना दाइले भने जस्तो आदरणीय दर्शक हेर्नुहोस् है हेर्नुहोस् भने जस्तो भयो चाहिँ सब्बालै देख्छ सब्बालै यहाँ बनाउँदै रहेछ यहाँ चाहिँ बनाइसकेको छ एउटा पुल तपाईँको पुल दुईवटा पुलको बिचमा ग्याप राख्नुको कारण चाहिँ के होला हो कहाँ हामी पुग्नुपर्ने त्यो अलिअलि डाँडो देखाएको छ त्यो डाँडो क्रस गरेर पनि जानुपर्छ हामी बुटोल जानलाई हामी 9 बजे 9:20मा हिँडेको हो त्यहाँबाट आराम घाटबाट यस्तो बाटो हुने भएपछि त बाइकहरूमा चढ्दा नि आनन्ददायी गाडीहरू पनि नबिग्रिने बाइकहरू पनि नबिग्रिने तेल पनि कम खाने धेरै कुरामा बचत हुन्छ नि नवलपुरको बाटो पनि क्लियर छ यहाँ झन् कालो पिच छ पुरा कस्तो दामी देखिन्छ पारीसम्मको त्यो डाँडो पारीसम्मको यो चाहिँ बबाल देखिन्छ हेर्नु है तर यो यहाँ चाहिँ किनभने बिजी एरिया हो यता पनि बस्ती छ यता पनि बस्ती छ बस्ती भएको हुनाले मान्छेहरू चाहिँ ओहोरदोहोर गर्ने भएको हुनाले स्पिड चाहिँ अलिक कम गर्नुपर्छ नत्र भने चाहिँ केही फरक पर्दैन चेकिङ छ ऊ त्यहाँ बाटोमा ठाउँ चेकिङहरू पनि भइरहेछ एकदमै सचेतपूर्वक सुरक्षा अब्बाल छ बाटो चाहिँ अहिलेसम्म चाहिँ पछि बाटो आएन क्या लगभग 30 किलोमिटर जति हिँड्यो होला अहिलेसम्म चाहिँ कच्ची बाटो चाहिँ आएको छैन जस्तो यो बाटो क्लियर छ भने त्यो बाटो बनाउँदैछ यो बाटो क्लियर छ भने यो बाटो बनाउँदैछ ठाउँ ठाउँमा यस्तो जिगज्याग चेन्ज गर्नुपर्छ कहिले उताबाट जानु पऱ्यो कहिले यताबाट जानु पऱ्यो बाटो चाहिँ जो हिँड्नलाई लगभग क्लियर जस्तै छ पुरै सबै क्लियर चाहिँ भएको छैन कुनै चाहिँ यो साइड क्लियर भएको छ कुनै चाहिँ उता साइड क्लियर भएको छ त्यो ट्र्याक चाहिँ चेन्ज गर्नु पऱ्यो प्रगति नगर चोक नवलपुर आइपुग्यो अब त्यो जङ्गल हामीले क्रस गर्नुपर्छ यसरी एउटा जङ्गल आयो अस्ति आउँदा चाहिँ दोकान बनाएको थिएन अहिले चाहिँ बनाइसक्यो तर पुरै चाहिँ बनाएर हिँड्छ यहाँबाट मान्छे चाहिँ बनाएको छ बाटो चाहिँ बन्दैछ अहिले अब सर हेर्नु त वान साइड भयो नि बनाएको बाटो दुर्घटनाग्रस्त क्षेत्र एक्सिडेन्टल एरिया हो यो
मजा आयो मजा मजा बाटो बनाएको छ नि त यहाँ पुल आयो नि त पुलको छेउछाउमा चाहिँ बाटो भद्राङ गुल्चुङ नै छ पुल सुरु हुनुभन्दा अगाडि त पुल क्रस भइसकेपछि त्यो लगभग 500 मिटर भनौँ न अरू चाहिँ रोड इज भेरी क्लियर अब यहाँ पुल क्रस भयो पुल क्रस गर्न बित्तिकै रोड भद्राङ गुल्चुङ आयो क्या त्यही बाटो जाउँ मध्यबिन्दु आरुङ खोला आइपुग्यो आरुङ खोला रहेको यो बाटो बन्दैछ यो बाटो जाँदैछौँ त्यो बादल आकाश चिसो हावा चलिरहेको छ बडो बहुत आनन्दको मौसम छ ठाउँ ठाउँमा चाहिँ यो ठुल्ठुलो पोइन्ट जस्तो छ यो ब्रेकिङ पोइन्ट जस्तो यसको लेभल नमिलेर तर बाटो चाहिँ बताए भने जस्तो चाहिँ यो गीतको नमिलेर कि यसको फटाक हुन्छ क्या अगाडि गीतको लेभल नमिलेर अब यहाँको सानो मसिनो अब यहाँ अग्लो हो क्या यहाँबाट स्पिडमा जाँदा खास त्यो अग्लोमा लाग्यो बाटो नारायणगढ बुटोलको बाटो यस्तो दामी बाटो आहा बत्ताल बाटो बत्ताल बत्ताल बाटो बत्ताल बत्ताल दामी छ दामी 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 अहिले कावासती बजारमा आइपुगेका छौँ यो चाहिँ कावासती हो यहाँ पनि एकदमै धेरै चाहिँ ट्राफिक हुन्छ हुनाले टर्नफल अलिक धेरै हुन्छ यहाँ पनि क्लियर छ बाटो नो टेन्सन ओन्ली रिल्याक्स तर यो ठाउँ ठाउँमा यो जस्तो एक्जिट पोइन्टहरू राखिदिएको छ कि एउटा रोड र अर्को रोडमा निस्किने फुत्त यो गाडीहरू निस्किन्छ कि स्पिडमा आएको बेला न त अब यो जहाँ चाहिँ ट्राफिक धेरै हुन्छ त्यहाँ चाहिँ अलिकति स्लो नै चलाउने हो खासमा तर पनि अब ठाउँ ठाउँमा यो साइनहरू पछि राख्ला राख्न पर्छ ठाउँ ठाउँमा अहिलेदेखि अब राख्यो भने साह्रै मान्छेहरू बानी पर्छ अब यहाँबाट यता एक्जिट भयो यहाँबाट यता एक्जिट भयो यहाँ चाहिँ धुलो धुलो छ फेरि लगभग कावासती आइपुगेपछि चाहिँ अलिकति धुलो देखियो यहाँबाट यहाँ यो नयाँ पुल पनि बन्दैछ यता पनि बन्दै रहेछ त्यो चाहिँ पुरानो पुल पुल पनि धेरै ठुलो रहेछ र हामी अब गाडी त्यही बाटो हिँड्यो हुनाले हामी पनि त्यही बाटो हिँडाउनु किन गर्ने यहाँनिर चाहिँ अलिकति यो पुल बन्दै गरेर पनि होला
हालेर चाहिँ अलिकति धुलो अलिकति ग्राभल टाइपको बाटो रहेछ। तर पनि ठिकै छ। यता फेरि पिच रहेछ। यता चाहिँ पिच छ, यता चाहिँ अलिकति ग्राभल जस्तो रहेछ। फेरि अब कहाँसम्म छ पुग्ने गाडीले पनि 100 को स्पिड हान्छ क्या। हामी यही बाटो छौँ सरासर। यहाँबाट फेरि एक्जिट रहेछ र हामी सरासरै जान्छौँ होला। नियम अहिले अब ठ्याक्कै खासै बनिसकेको छैन। कताबाट कुन गाडी के हो कसो हो। नत्र बाटो क्लियर। घाटबाट हिँडेको अहिले यत्रो भइसक्यो। पिचको पिच छ क्या बाटो भनेपछि बाटो त बनेकै देखियो। कति पर्सेन्ट परको कुरा भयो तर बाटो चाहिँ बनिसकेको अवस्था। अब यही बाटो बुटोलसम्म यस्तो क्लियर भयो भने चाहिँ धेरै होइन, बुटोल आउने जाने तपाईँको 1.5 घन्टामा बुटोल आउने जाने गर्न सकिन्छ। बाटोमा अब यो पोलहरू पहिला त सानो 2 लेनको बाटो त थियो नि, यति मात्रै थियो, यति मात्रै। तर अहिले अब यो पोल सोल वरपर पोल सोल सबै हालिसकेछ। हेर्नु त यताको भ्यू, आहा कस्तो शान्त मजाको भ्यू, हरियाली। अब पछि यो सबै बन्ने बस्ती नै हो। यहाँ पुरै घरहरू बन्छन्। हाई टेन्सन लाइनको हो रहेछ, हाई टेन्सन लाइन रहेछ। अब अहिले अब हेर्नु त यता पनि पोल हालिसक्यो, यता पनि पोल हालिसक्यो। तर 1 लेन 2 लेन 3 लेन 4 लेन उता 4 लेन 8 लेनको बाटो छ। तर यो पेन्टिङ पनि गरिसकेको छ हेर्नु। तर अब यो ट्राफिक लाइटहरू टक्क ठाउँ ठाउँमा हाल्यो, ठाउँ ठाउँमा आकाशे पुलहरू बन्यो होइन, ठाउँ ठाउँमा यो चेकिङ पोइन्टहरू राख्यो स्पिड कन्ट्रोल गर्नलाई, ठाउँ ठाउँमा अनि क्यामेराहरू जडान गरेर स्पिड चाहिँ कति छ त्यसको ट्याक्क मापन गऱ्यो भने यो बाटो चाहिँ अहिलेसम्म बनेको नेपालको सबैभन्दा राम्रो बाटोको रूपमा हुन्छ होला जस्तो मलाई लाग्छ। दुम्कीबास पुल हो, यहाँनिर चाहिँ अलिकति डिस्टर्ब रहेछ। यस्तो छ बाटो है, यहाँ दुम्कीबासको रोड हो यो चाहिँ। दुम्कीबास ट्याक्क आउन बित्तिकै पुल क्रस गर्नुभन्दा अगाडि र पछाडि चाहिँ यस्तै छ। हामी चाहिँ पुल क्रस गरेर अलिकति अगाडि आइसक्यो। अलिकति यहाँनिर चाहिँ बाटो अलिक बिजोग छ अलिकति। अब ब्रिज आइसक्यो, फेरि ब्रिज आयो तर त्यहाँ फेरि पुल बनाउँदै गरे हुनाले फेरि पछि भयो बनाउँदैछ फेरि यतै। अब हामी दाउन्ने उकालो लाग्छौँ क्या जस्तो लाग्यो। अब दाउनी चिप्लो छ अलिकति यहाँ बाटो।